दाँत निकाल्ने कि दाँत बचाउने सबभन्दा गम्भीर प्रश्न। धेरैजनाले प्रश्न गर्नुहुन्छ दाँत बचाउनलाई महँगो पर्न आयो, निकालिनै दिनुस्, बरु पछि अर्को राखौँला भन्ने कुरा गर्नुहुन्छ। अब यसको बारेमा केही प्रश्नहरू छन्, यसका जवाबहरू बुझ्दै जाउँ। म डाक्टर सञ्जय कुमार तिवारी, ओम समाज डेन्टल हस्पिटलबाट। दाँत निकाल्दाखेरि समस्या तुरुन्तको लागि समाधान त हुन्छ, तर निकालेको ठाउँ खाली रहन्छ र त्यो खाली ठाउँमा वरिपरिका दाँतहरू सर्दै जाने, पछि खाना अड्किने, गिजाको समस्याहरू आउने यावत कुराहरू हुन्छन् र छेउछाउको दाँतहरू फेरि किरा लाग्दै जाने पनि हुन्छन् र जुन हड्डी जहाँ दाँत निकालिसकेपछि जुन हड्डी बाँकी छ त्यो खिँदै जान्छ र पछि इम्प्लान्टहरू हाल्नु पर्यो भने हाल्न मिल्दैन, त्यहाँनिर बोन ग्राफ्टहरू गरेर गर्नुपर्ने हुन्छ। त्यसैले सकेसम्म आफ्नो दाँत जोगाउँदा नै बेस हुन्छ। त्यसैले सबभन्दा सजिलो तरिका भनेको आरसिटी गरेर दाँतलाई आफ्नो पूर्ण अवस्थामा फेरि फर्काएर क्याप लगाएर राख्नु बेस हुन्छ। यो भयो भने एउटा फाइदा अर्को के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो दाँतको जुन नर्भ स्ट्रक्चर बसेको हुन्छ उसले चाहिँ हामीले साह्रो टोक्यो भने थाहा पाउँछ, तर नक्कली दाँतहरूले यो कुरा थाहा पाउँदैन। त्यसले गर्दा दाँतलाई बढी चोट लाग्ने, दाँतहरू फुट्ने यस्ता समस्याहरू धेरै आउँछन्। त्यसैले आफ्नो दाँत जोगाउनु नै सबभन्दा बेस हो र निकाल्नुभन्दा आरसिटी गरेर दाँतलाई राख्नु बेस्ट उपाय हुन्छ।